व्यवसायमा पैसा लगाउनु सजिलो हुन्छ साथीहरू, तर हरेक बिहान यही डर लिएर उठ्नुपर्छ कि आज सबै ठिक होला कि नहोला। यही हो व्यवसायको वास्तविकता साथीहरू। आज फेरि हाम्रो फर्ममा आएका छौँ। बाहिरबाट हेर्दा यी बङ्गुरहरू मात्र देखिन्छन्, तर हाम्रा लागि यी केवल जनावर होइनन्। यी हाम्रा सपना हुन्, हाम्रो मेहनत हुन्, हाम्रो भविष्य हुन्। कहिलेकाहीँ बजारको भाउ घट्छ साथीहरू, कहिलेकाहीँ दाना महँगो हुन्छ, कहिले बङ्गुर बिरामी पर्छ त कहिले महिनौको मेहनत एकै दिनमा जोखिममा पर्छ साथीहरू। त्यति बेला मन धेरै पटक भन्छ, अब पुग्यो, छोडिदिउँ। तर व्यवसाय भनेको हार मानेर होइन, हरेक समस्याबाट केही सिकेर अगाडि बढ्ने यात्रा हो साथीहरू। हरेक नोक्सानले एउटा पाठ सिकाउँछ, हरेक असफलताले अझ बलियो बनाउँछ, अनि एक दिन त्यही पसिनाले सफलता बनेर मुस्कान फर्काइदिन्छ साथीहरू, अवश्य नै फर्काइदिन्छ। आज यी बङ्गुरहरूलाई हेर्दा फेरि एउटा नयाँ आशा पलाउँछ। सङ्घर्ष चाहिँ सकिएको छैन, तर सपना पनि मरेको छैन साथीहरू। किनकि सफल हुनेहरू उनीहरू होइनन् जसले कहिल्यै हार देखेनन्, सफल त उनीहरू हुन् जसले हार देखेर पनि यात्रा रोक्न मानेनन्। यदि तपाईँ पनि कुनै सपना पछ्याइरहनु भएको छ भने आज हार नमान्नुहोस्। सायद तपाईँको सफलताको दिन सोचाइभन्दा पनि धेरै नजिक हुन सक्छ। सङ्घर्ष केही समयको हुन्छ साथीहरू, तर त्यसको फलले धेरै वर्षसम्म पनि गर्व गर्न सिकाउँछ।